गाइस जनकपुरको सबभन्दा ठुलो मन्दिरमा हामीहरू पुगिसकेका छौँ। अब हामी ल बाबु आइज भित्र। हामीलाई हाई गर्नु त दिन्छ। फाइनली गाइस हामीहरू चाहिँ पुगिसकेका छौँ। यो चाहिँ प्रवेशद्वार रहेको छ र यो चाहिँ गंगा सागर हो, सबैभन्दा पवित्र स्थल यो चाहिँ गंगा सागर सबैभन्दा पवित्र स्थल ए होइन यस्तो हामीले गर्नुपर्ने के यहाँ छ नि यहाँ फोटो सोटो ग्रुपमा खिचे अब चाहिँ साथीहरू हामीहरू हैन राजदेवी मन्दिरमा पुगिसकेका छौँ। देख्न सक्नुहुन्छ राजदेवी मन्दिरको गेट। राजदेवी मन्दिर ए कुन बाटो जाने गयो? यो बाटो जाने नि? यसरी जाने हो? यसरी गएर यसरी आउने हो? अनि यता हजुर यता के छ? यतातिर यतातिर के छ? ए पार्क छ यतातिर गरे हैन। यो चाहिँ मायादेवी मन्दिरको हैन पार्कहरू। हेलो बॉयज कम हियर, कम फॉलो मी। राजदेवी मन्दिरको भित्र पनि यहाँ पार्क रहेछ। हेर्नुहोस् यहाँ पानी चाहिँ आइरहेछ। पानी कस्तो राम्रोसँग। उतातिर पनि श्री महावीर योग कमिटी के लेख्या रहेछ। बाबु आइज आइज यतातिर। ए रोशन बाबु आइज आइज आइज। अहिले उतादेखि घुमेर आउँला, त्यसपछि फोटो खिच्नुला ठिकै आइज। जय माया देवी। माया देवी मन्दिर यता रहेछ। बॉयजहरू आफ्नै पारामा छन्। हेलो कुन यो राम मन्दिरको घर हो यो? हजुर त्यो बाटो जानुपर्छ। ल ल हुन्छ। राम गर्ल्सहरू हेरेर आइसके। यता रहेछ मायादेवी मन्दिर। मैं तो मूर्ति हो कलर में
कहाँ सीता मैया कहाँ रहेर सीता मैया कहाँ ए घरवन के कर माया देवी मंदिर हेर्न अनि हालिदिने हो नि कहाँ छोड्छु त लाइक एन्ड सब्सक्राइब You can see this view. अरू आइज बाबु आइज गाइस जनकपुरको सबभन्दा ठुलो मन्दिरमा हामीहरू पुगिसकेका छौँ। अब हामी प्रवेश गर्दैछौँ हैन टोलीहरू आउँदैछन्। हामीहरू चाहिँ पहिल्यै आइसकेका छौँ। यो जनकपुरको सबभन्दा ठुलो मन्दिर है जानकी मन्दिर। कति ठुलो छ वाउ व्हाट अ बिग टेम्पल। गर्ल्सहरू पनि कति सबभन्दा ठुलो मन्दिर हो गरे हो। हामीहरू यहाँ भित्र आइसक्यौँ। यहाँ मन्दिरमा आइसक्यौँ हामीहरू। कति ठुलो मन्दिर छ वाउ। पहिला भिडियो गराइहालौँ त्यसपछि फोटो खिचौँला। देखाउनु पर्यो त सबभन्दा ठुलो मन्दिर। यो चाहिँ आउटसाइडको भ्यू छ। यो चाहिँ सबभन्दा ठुलो मन्दिर हो जानकी। जनकपुरको यो चाहिँ सबभन्दा ठुलो मन्दिर हो। देख्न सक्नुहुन्छ कति ठुलो छ। ल बाबु आइज भित्र। लोना का छोड़ के बाद तो हम कॉल बैक करें। हामीहरू चाहिँ भित्र आइसकेका छौँ हैन मन्दिरको भित्र। हामीलाई हाई गर्नु छ त्यसले पोज दिन्छ। सर यस्तो गर्नु न हामीले कति बोझा म गर्दैन मैले देखिसकेको छु। गर्दैन भित्र पनि जानु पर्यो कस्तो रहेछ हैन। यता त हाई पो गरिदिन्छ डोडो। कृपया आफ्नो सामानको सुरक्षा आफै गर्नु होला। पूजा गर्नुभयो सरजी? कस्तो अब यति हो अब हेर्ने भनेको हामीले यही दर्शन गर्यो बस। हामीले हेर्ने भनेको यति हो रे धेरै ठाउँमा। हेर्ने भनेको यति रहेछ। अब हेरियो
खासै ब्लग भिडियो बनाउन त आउँदैन त्यही पनि हल्का बनाएको सबैजनाले लाइक कमेन्ट गरिदिनु होला कस्तो देखेर छ के त होला सबै कुरा हेरियो अब चाहिँ निस्कियो खासमा मलाई खासै ब्लग भिडियो बनाउन त आउँदैन होइन तर पनि बनाएको छु होइन सबैजनाले माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला र योभन्दा अझै राम्रो राम्रो भिडियो बनाउने छु तपाईँहरूको माया र साथ सपोर्ट पाएँ भने होइन यदि तपाईँहरूले माया र सपोर्ट गर्नुभयो भने मलाई पनि अलि इच्छा लाग्छ मन हुन्छ मेरो पनि बनाउने माया सपोर्टै नगरेपछि त इच्छा नै मरिहाल्छ त्यसकारण सबैजनाले मेरो भिडियोलाई लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र आजको भिडियोलाई म चाहिँ अन्त गर्छु र